अब म आइपुगेको छु घरमा। घरदेखि मैले आज मेहमान पनि आएछन् यहाँ। अब मेहमान आएर भर्खर बसेका छन्। अब मैले भर्खर यो बोतल लिएर यो कोकको बोतल लिएर पिलाएँ। यो बोतल पनि पुरै तपाईँको यो 1 झोला 2 लिटरको छ। अब अब त्यसपछि अब म बसेको छु यता किचनमा बसेर मैले चाहिँ खाना बनाउन आँटेको छु। म यहाँ खाना बनाउन आँटेको छु। अब जानु आँटे। अब मैले मेहमानको लागि ल्याएको छु यहाँ मासु, खसीको मासु। अब मैले बनाउने चाहिँ यो खसीको मासु। हेरिहाल्नुहोस् कस्तो छ के छ। थोडा ज्यादै चर्बीवालो रहेछ खसीको मासु। अब यो खसीको मासु मैले टक्क बनाउनेमा छु। अब यहाँ छ मेरो काम। अहिले फिलहाल मैले यता चुला पनि फिट गरेको छु, हिटर यहाँ। यता ग्यास पनि बसेको छु। उता अब छोरीले कुरा गर्नु आँट्यो, मोबाइलमा छ। अब म एकछिनपछि ठ्याक्क बाँकी मानेस अब ऊ देहरादुनदेखि कल गरेको छ, भिडियो कल। अब ल हेर या अब त्यहाँपछि लड्डु खान लाछन् यिनीहरूले। अब फेरि म दोस्रो ब्लगमा भेट्ने छु सबलाई। अहिले खाना बनाइसकेपछि फेरि दोबारा बनाउने छु। ओके टेक केयर।